सबैजनालाई नमस्ते। मेरो नाम श्याम कुमार तिमल्सिना। सर्टकटमा एसकेटी भनेर चिन्नुहुने टिकटकको फ्रेन्ड सबैजनालाई दर्शन नमस्ते। साथै 2083 सालको हार्दिक मङ्गलमय शुभकामना तथा देश तथा विदेशमा रहनुहुने दाजुभाइ तथा आमा बुवा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण टिकटकमा रहनुहुने मित्रको तर्फबाट र फेसबुकमा श्याम कुमार तिमल सिन्हा भनेर फलो गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद। हजुरहरूले अहिलेसम्म मिहिनेत गर्दै हुनुहुन्छ, अझ पनि अगाडि बढाउने चान्स दिइरहनु भएको छ। अरू साथीहरूले पनि हौसला दिएर टिकटकको प्रोफाइलमा लिङ्क छ, त्यहाँ थिचेर फलो गरिदिनु होला। अनि नुवाकोट नेपाल s.k.t युट्युब च्यानल अनि सब्सक्राइब गर्नुहुने 18,000 पुर्याउने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। र नुवाकोट नेपाल s.k.s युट्युब च्यानल सब्सक्राइब गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरहरू सबैजना जहाँ जहाँ हुनुहुन्छ खुसी रहनु होला, अगाडि बढ्नै पर्छ। सबैजना साथीहरूले चाहिँ सक्दो भिडियोलाई सेयर गरेर सबैजना नगरेको साथीहरूले सब्सक्राइब गर्नको लागि जोर पनि गरौँ अनि अझ अरू साथीहरू पनि जोड्दै लैजाउँ, लगेर हामीले दुईवटा च्यानललाई एकदम ग्रो बनाउँ। नुवाकोट नेपाल s.k.t युट्युब च्यानल र नुवाकोट नेपाल s.k.s दुईवटा च्यानलको तर्फबाट धेरै धेरै धन्यवाद पनि। हजुरहरू सबैजनाले सक्छ भने अरू साथीहरूकोबाट पनि सपोर्ट गर्नु होला र टिकटकको लाइभमा आउँदाखेरि सबैजना मिलेर राम्रो तरिकाले गेम खेलौँ। अनि श्याम कुमार तिमल सिन्हा भनेर फेसबुकमा नाम छ, त्यो सर्च गरेर फलो गरौँ। यदि हजुरहरूले गर्नु भएको छ भने धेरै धेरै धन्यवाद है, नगर्नु भएको साथीहरूले चाहिँ गर्नु होला भन्न चाहन्छु मेरो तर्फबाट। सबैजनाले मिलेर चाहिँ अगाडि बढौँ राम्रोसँग, होइन, राम्रो गरौँ, त्यही नै भन्न चाहन्छु। अरू कोही साथीहरू छुट्नु भएको छ भने हजुरहरूले पनि सब्सक्राइब गरेर साथ सपोर्ट दिनु होला, फेसबुकमा फलो गर्नु होला, टिकटकमा सबैजनाले सेयर गरेर सबैजना माझ पुर्याउनु होला। साथै सबैजना साथीहरूले राम्रो आइडी बनाएर अगाडि बढ्नु होला। र s.k.s टिकटक आइडी अनि s.k.t 3324 दुईवटा मेरो आइडी छ, तीनवटा छ आइडी चाहिँ। सबैजनाले फलो गर्नु होला है। त्यस पछाडि हामी राम्रोसँग अगाडि बढ्नुपर्छ, हामी सबैजना टक्क लगाएर राम्रो गर्नुपर्छ है। सबैजनाले भिडियोलाई सक्दो सेयर गर्नु होला 15-20 जनालाई भन्दै मेरो तर्फबाट धेरै धेरै शुभकामना अनि धेरै धेरै मिठो माया, मिठो सम्झना है। सबैजनाले यो भिडियोलाई हेर्नु होला, सबैजनाले 5-5, 10-10, 15-20 जनालाई सेयर गर्नु होला र साथमा तपाईँहरू पनि राम्रोसँग बस्नु होला। आगामी दिनहरू खुसी साथ बितोस्। यो भन्दा 2083 भन्दा अगाडिको जस्तो बिचे पनि आगामी दिनहरूमा चाहिँ एकदम राम्रोसँग गुड लक, राम्रो मान्छे बन्नुहोस्, अगाडि बढ्नुहोस्। ओके, गुड। दर्शन नमस्ते एभ्रिवान। 2083 सालको चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नुवाकोट नेपाल s.k.t युट्युब च्यानल, श्याम कुमार तिमल सिन्हा फेसबुक अनि नुवाकोट नेपाल s.k.s युट्युब च्यानलको तर्फबाट पनि हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। हजुरहरूले सपोर्ट गर्नुभएको छ, आगामी दिनहरूमा पनि साथ सपोर्ट पाइरहँ भन्दै जहाँ जहाँ हुनुहुन्छ खुसी साथ बस्नु होला। साथै 2083 सालको हार्दिक मङ्गलमय शुभकामना तथा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी दाजुभाइ आमा बुवा प्रिय मित्रजनहरू सबैलाई एसकेटी भनेर चिन्नुहुने टिकटकमा सबैजनालाई मिठो माया, मिठो सम्झना, हजुरहरूले आँटेको सोचेको कुरा पुरा होस्, त्यही नै भन्न चाहन्छु मेरो तर्फबाट। सबैजनालाई नमस्ते अनि जय देश, जय नेपाल। नयाँ सालको हार्दिक मङ्गलमय शुभकामना। ओके गाइस, सबैजना हामी सबैजना राम्रो आइडी बनाएर अगाडि बढ्नुपर्छ। ओके, डन।